हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज देख्न सक्नुहुन्छ मेरो हातमा फर्सीको मुन्टा। आज यस्तो फ्रेस फर्सीको मुन्टा लिएर आएँ। अस्ति गाली गर्दाखेरि रिस उठ्यो अरे, अनि खोजेर भए नि लिएर आएँ। मेडिकलको छेउमै बेच्छ होइन, त्यहाँ फ्रेस भेटिन्छ। आजै टिपेको फर्सीको मुन्टा हो यो। यस्तो खानु मन लागिरहेको थियो, यहाँ भेटिँदैन। अनि आज चाहिँ लिएर आएँ, बल्ल बल्ल। आज चाहिँ म यति भात खान्छु। भातै खाएको छैन, कति दिन भइसक्यो, सब्जी मिठो नभएर। आज बल्ल बल्ल हरियो परियो लिएर आएँ चाहिँ। बहुत टेस्टी लाग्छ यो खानालाई। देख्नु, हेर्न सक्नुहुन्छ कस्तो मजाले भाँचिन्छ पटेक गरेर। साथमा निग्रो फर्सी र फर्सीको मुन्टा, कलिलो फर्सी र फर्सीको मुन्टा मिसाएर खानुभएको छ। कस्तो मिठो लाग्छ मलाई त। दही हुनुपर्छ झन्, मेरो त फेभरेट हो। हरियो परियो खानु पाएहरू केही माछा मासु पनि चाहिँदैन मलाई। भोलि मेरो बुढा आउँदै हुनुहुन्छ, भोलि उठ्नुहुन्छ गाडीमा। अन्त पर्सि आइपुग्नुहुन्छ। घरबाट पनि मम्मीले के पठाइदिनु भएको छ अरे। हजुरहरूलाई म देखाउँछु सदियाबाट मम्मीले के पठाइदिनु भयो भनेर। पर्सि आइपुग्नुहुन्छ, हजुरहरूलाई म देखाउँछु। मौसम पनि यति राम्रो भइरहेछ अहिले, गरम छैन, ठन्डा भइरहेछ। हजुरहरूलाई म देखाउँछु ल के पठाइदिनु भयो मम्मीले भनेर।